गौरीशंकर गाउँपालिका भौगोलिक हिसाबले विकट भए तापनि हामीलाई यसलाई खेलको क्षेत्रमा होस् अथवा शिक्षाको क्षेत्रमा होस् अथवा भौतिक पूर्वाधार अथवा आम गौरीशंकर गाउँको विकासको निमित्त हामी सदैव प्रयत्नरत छौं र त्यसैको एउटा अंशको रूपमा आज गौरीशंकर गाउँपालिकाले यो 7औं राष्ट्रपति रणशील प्रतियोगिता आयोजना गर्दैछ। हामी हिजोको दिनमा जुन अवस्थामा जुन ठाउँमा जुन भूगोलमा खेलेका थियौं त्यसभन्दा साँच्चै नै केही न केही विकसित हुँदै केही न केही विकास हुँदै आज हामी यो हलेश्वरको प्राङ्गणलाई यसलाई राम्रो बनाउँदै जस्तो अवस्था छ त्यसलाई राम्रो बनाएर राम्रो अवस्थामा हामी खेल सम्पन्न गर्ने चरणमा छौं। तसर्थ यो अभियानमा यो राष्ट्रपति रणशीलको अभियानमा सहआयोजकको रूपमा यो हलेश्वर माध्यमिक विद्यालयले जुन भूमिका निर्वाह गरेको छ, यहाँका शिक्षक साथीहरू, यहाँका व्यवस्थापन साथीहरू, यहाँका अभिभावकजीहरू जसरी अहोरात्र लागेर यो व्यवस्थापनमा खटिदिनु भएको छ त्यसको लागि म हलेश्वर माध्यमिक विद्यालयलाई र यहाँको सम्पूर्ण परिवारलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र अन्तिम चरणसम्म यसलाई सुव्यवस्थित ढंगबाट सम्पन्न गर्नुहुनेछ र यसलाई सहजीकरण गर्नुहुनेछ भन्ने मैले आशा गरेको छु। आज हामीले यो कार्यक्रममा प्रमुखको रूपमा राष्ट्रिय सभाको सदस्य त्यसैगरी जिल्ला समन्वय प्रमुख पूर्व हाम्रो पालिका अध्यक्ष नेतागणहरू हामीले पाएका छौं। उहाँहरूका विभिन्न समस्याका बावजुद व्यस्तताका बावजुद पनि गौरीशंकरलाई माया गर्ने, यहाँको खेललाई माया गर्ने, यहाँको संस्कारलाई माया गर्ने, यहाँको शिक्षालाई माया गर्ने जुन प्रयत्न गर्नुभयो र आज हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभयो यसको लागि म प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिजीहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र उहाँहरूलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। त्यसैगरी आज स्काउटको हाम्रो एउटा मुख्य उद्देश्य मेरो लक्ष्य थियो कि सबै पालिका सबै माध्यमिक विद्यालयहरूमा स्काउट बनाउने र हाम्रा कार्यक्रमहरूलाई कम्तीमा स्काउटले अनुशासित बनाउँछ, यसले सुन्दरता थप्छ भन्ने उद्देश्यका साथ स्काउट सुरुवात गरिएको थियो र आज दीक्षान्त समारोह सहित आज प्रदर्शन आफ्नो स्काउटको टुस प्रदर्शन हलेश्वर माध्यमिक विद्यालयले गरेको छ र म यसलाई सुरुवातदेखि लाग्नुहुने तीर्थ सर लगायतको स्टाफको टिमलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, हार्दिक आभार व्यक्त गर्न चाहन्छु र जसरी यही हलेश्वर माध्यमिक विद्यालयका स्काउटका सरहरूले पनि आफ्नो मेहनतका साथ यो सम्पन्न गर्नु भएको छ उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु र सबै विद्यालयको आफ्नो आफ्नो तयारी छ भन्ने कुरा हामीले बुझेका छौं। यसैगरी आउने कार्यक्रमहरूमा विद्यालय व्यवस्थापन समितिको कार्यक्रम होस् अथवा अभिभावक दिवस होस् अरू कार्यक्रममा पनि हामीले अरू विद्यालयका प्रस्तुतिहरू हेर्ने मौका हामीले पाउनेछौं र सबै विद्यालयहरूले अल्छी नगरिकन त्यसलाई अझै प्रयत्न गरिदिनु होला, अझै कोसिस गरिदिनु होला भन्ने म आह्वान पनि गर्न चाहन्छु र आज विद्यार्थी भाइ बहिनीहरू जो खेलाडीको रूपमा यहाँ उपस्थित हुनुभएको छ सम्पूर्ण खेल शिक्षकहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरुको दिनरातको मेहनतले आज खेलाडीहरू उत्पादन हुन सकेको छ, अनुशासित हुन सकेको छ। यसलाई तपाईहरुले यही रूपमा बुझ्दै खेलको अन्तिमसम्म पनि खेल शिक्षकजीहरू, खेलाडी, विद्यार्थी साथीहरू सम्पूर्णले अनुशासित ढंगबाट गौरीशंकरको माया, गौरीशंकरको मर्यादालाई ख्याल राख्दै अन्तिमसम्म पनि विवाद रहित ढंगबाट गौरीशंकरको खेल सम्पन्न भयो भन्ने कुरामा पुर्याउनु त्यही अन्तिममा निर्णायक भूमिकासम्म पुर्याउन हुनेछ। यो कुरामा खेलाडी र विशेषतः खेल शिक्षकहरूलाई भन्न चाहन्छु र आज गौरीशंकरको यो भूगोलमा विभिन्न क्षेत्रबाट विभिन्न जिल्लाका ठाउँ स्थानहरूबाट यहाँ प्रशिक्षकको रूपमा र एम्पायरको रूपमा अथवा निर्णायकको भूमिकाको रूपमा विभिन्न ठाउँबाट सरहरू आउनु भएको छ। उहाँहरूलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु र यसलाई निष्पक्ष ढंगबाट सम्पन्न गर्ने तपाईहरुको दायित्व, त्यो दायित्वलाई पूरा गर्नु हुनेछ हामीले त्यो विश्वास लिएका छौं र जसरी आज उद्घाटन समारोहमा यो हलेश्वर माध्यमिक विद्यालय वरिपरिका अभिभावक लगायत विभिन्न विद्यालयका शिक्षकजीहरू आज यहाँ सहभागी भएर यसलाई हर्ष उल्लासका साथ अझै राम्रो बनाउने प्रयत्न गरिदिनु भयो, सहभागिता जनाइदिनु भयो र भोलिदेखि पनि हरेक दिन हुने कार्यक्रमलाई यहाँका अभिभावकजीहरूले, यहाँका शिक्षकजीहरूले अवलोकन गरिदिनु हुनेछ। विद्यार्थीहरूलाई जो गौरीशंकरको विभिन्न वडाबाट आएका विद्यार्थीहरूलाई हौसला प्रदान गरिदिनु हुनेछ र अन्तिम समय कार्यक्रमलाई सफल बनाइदिनु हुनेछ भन्ने कुरा मैले आशा गरेको छु र आज आयोजकलाई पुनः म धन्यवाद, सहआयोजकलाई म पुनः धन्यवाद व्यक्त गर्दै र आजको यो उद्घाटन समारोह यही समापन भएको घोषणा गर्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्छु। नमस्कार, अभिवादन।